आजको कहानी हो एउटा घरको जहाँ चाहिँ हरेकजनाले स्कुल या अफिस जानुभन्दा अगाडि चाहिँ एउटा ऐनाको अगाडि उभिएर 30 सेकेन्डसम्म आफैले आफैलाई हेर्नु पर्थ्यो। तर आफ्नो अनुहार मिलाउन, आफ्नो कपाल मिलाउन भने पाइँदैन थियो। र यो नियम बनाउनु हुने चाहिँ त्यो घरको हजुरबा हुनुहुन्थ्यो, जुन नियम चाहिँ किन बनाइन्छ, किन बनाएको छ भनेर त्यो घरको 10 वर्षको नातिलाई भने थाहा नै थिएन हैन। सो एक दिन चाहिँ त्यो 10 वर्षको नातिले चाहिँ आफ्नो हजुरबुवालाई सोध्ने विचार गरेछ, किन यस्तो नियम बनाउनु भएको रहेछ भनेर। स्कुल जानुभन्दा अगाडि चाहिँ उसले आफ्नो हजुरबुवालाई गएर सोधेछ, हजुरबा यो ऐना अगाडि उभिनुपर्ने अनि आफैले आफ्नै आँखामा हेर्नुपर्ने नियम चाहिँ हजुरले किन बनाउनु भएको भनेर सोधेछ। हजुरबुवाले उसलाई फेरि ऐना अगाडि उभाउनु भएर आफैले आफैलाई हेर्न लगाउनु भएर क्वेसन गर्नुभएछ, आज कसैलाई झुटो बोल्ने सोचेको छौ भनेर सोध्नु भएछ। नातिले छैन त हजुरबा भनेर जवाब दियो। कसैलाई दुःख दिने सोचेको छौ भनेर सोध्नुभयो। अनि त्यो नाति चाहिँ अचानक चुप्प लाग्यो कि, किनभने उसले चाहिँ आज स्कुलमा एउटा साथीलाई सबैजना मिलेर जिस्काउने प्लान बनाइसकेको थियो। अनि हजुरबाले बिस्तारै जवाब दिनुभयो, यही कारणले चाहिँ हामी ऐना हेर्दाखेरि आँखामा आँखा जुदाउँछौँ, किनभने त्यो भनेको हामीले आफैलाई हेरेको होइन, त्यो हाम्रो मनलाई हेरेको हो भनेर जवाब दिनुभएछ। अनि नाति चाहिँ त्यो दिन स्कुल पुगेर सबै साथीहरू जब त्यो केटालाई जिस्काउनलाई तयार भएका थिए, त्यो नातिले चाहिँ के भनेछ भन्दा, आज नगरौँ न भनेर रोकेछ के सबैजनालाई। अनि बेलुका घर फर्किपछि चाहिँ उसले सिधै जुत्ता खोलेर सिधै ऐना अगाडि गएर आफ्नो आँखामा आँखा जुदाएर मुस्कुराएछ। र हजुरबाले चाहिँ केही पनि भन्नु भएन। हजुरबा पनि खुसी हुनुभयो, किनभने आज चाहिँ पहिलोचोटि उसले त्यो ऐनामा आफ्नो अनुहार होइन कि आफ्नो मनलाई, आफ्नो क्यारेक्टरलाई हेरेको थियो। यो कहानी त यही सकिन्छ। अनि हामी हरेक घरमा हाम्रो ऐना त हुन्छ, तर के हामीहरू त्यसरी नै आफ्नो मनलाई जाँच्ने गरेका छौँ त? त्यसरी नै हरेक मान्छेले आफ्नो मन हेर्ने बानी बनायो भने सायद धेरै झगडाहरू आफै सकिन्थ्यो होला। तपाईँ चाहिँ बिहान आफैलाई एउटा मात्र क्वेसन सोध्ने हो भने के सोध्नुहुन्थ्यो होला? कमेन्टमा लेख्नुहोस् है त।